कस्तो कस्तो प्रकारको आवाज चिच्चाको कालिएको होइन त्यो ढुङ्गा मुढा अब त्यो सम्झिँदाखेरि त अब अहिले पनि अब मुटु भकालिन्छ। अब त्यो सिन अब आँखामा छ अहिले पनि त्यो खुनहरू बगेको होइन गोली लागेर मान्छे ढलेको। अब सायद यसको कहीँ रेकर्ड्सहरू छ कि तर मलाई जहाँसम्म लाग्छ अन द सेम डेट स्पटमा चाहिँ मलाई जहाँसम्म लाग्छ कि 12 देखि 15 जनासम्म चाहिँ पर्टिकुलर डेटमा चाहिँ म्यासाकेर अब भनौँ न त्यति त्यो म्यासाकेर चाहिँ अहिलेसम्म सायद कुनै देशको लडाइँमा पनि दुश्मनलाई पनि गर्दैन होला। मैले देखेँ हिमालयन स्टोरको छेउको पान दोकानमा एकजना केटा घुप्लुकै लड्यो। त्यो चाहिँ सलिम सुब्बा रहेछ। मलाई त लागिहाल्यो नि गोली, कहाँ फर्किनु पर्यो त म त चिने। ल त्यति बेला म ऊ भइहाल्यो अनकन्सियस हो। त्यहाँदेखि भएपछि त त्यहाँदेखि ऊहरूले सबैजना मिलेर अन्त गाडीमा हालेर चाहिँ हस्पिटल पुऱ्याउनु भयो। ब्लड पुरा नि मेन रोडभरि ब्लड अन्त मेन रोडभरि त चप्पल र जुत्ताहरू मात्रै थियो क्या एकछिनमा। मेरो गाउँलेहरू को कोलाई चोटपटक लाग्यो कि गोली लाग्यो भन्दाखेरि मलाई एउटा बहिनीले चाहिँ मेरो आमालाई नै लागेर पनि हस्पिटल पुऱ्याइसकेको खबर दिनुभयो र म त्यहाँ गएँ। त्यसमा हेर्नुभन्दा हामीले खिचेको फोटोग्राफी चाहिँ मैले खिचेको छ। त्यो प्रतिमा प्रधानको हेर्नुभयो त्यो 300 फिटको बुढीलाई यतापट्टिको पढेछ होइन। अब 300 फिटकोबाट त 14 वर्षको नानीलाई यसरी हिर्काउँदाखेरि कसो भयो होला होइन। त्यो समयमा त्यस्तो खालके चाहिँ यो ठाउँमा म्यासेकर भएको कालिम्पोङमा हो। हामीले अब सोचेको थिएनौँ दिदीलाई गोली लाग्छ भनेर, कुनै एउटा फ्यामिलीलाई गोली लाग्छ कोही होला हामीले सम्झेको थियो, कसै प्रतिमा प्रधान होला भनेर सम्झेको थियो। र बुवा मम्मीहरूले दाजु काकाहरूले सबै जग्गा खोज्नु भयो, छैन प्रतिमा छैन। लास्टमा अन्तमा थाहा नभए एकजना उसी हुनुहुन्थ्यो हाम्रै गाउँको छिमेकी, उहाँले भन्नुभयो प्रतिमालाई गोली लागेको छ, कहाँ लाग्दैन टाउकोमा लागेको छ, अनुहार छैन भन्नुभयो। मेरो त घाँटी सास फेर्नु त मलाई अप्ठ्यारो भयो। त्यहाँदेखि त सास फेर्नु सकिनँ म त। अन्त मैले मेरो सास फेर्नु सकिनँ, मलाई साह्रो पर्दैछ भन्दाखेरि चाहिँ त्यहाँदेखि चाहिँ उसलाई साह्रो पर्दैछ अरे छिटो गरिहाल्नु उसलाई भनेर त्यहाँदेखि चाहिँ सास फेर्नु साह्रो पर्दैछ भनेर त्यहाँदेखि चाहिँ मलाई उ त्यो गर्नुभयो डक्टरले। हतार यो चाहिँ सिलाइदिइहाल्नु भयो, यो त्यो यहाँको सिलाइदिएर त्यहाँदेखि चाहिँ खोइ अब मेरो त त्यति हो। र त्यो आक्रोशमा त्यति बेला डर भन्ने हुँदैन रहेछ नि। जसरी गङ्गामाया गइन् त्यस्तै प्रकारले सावित्री घिसिङ पनि गइन्। अब त्यो अगाडि बढ्नु हुँदाखेरि चाहिँ अब लाता भनेर आमाको पालो पनि त्यो अरूलाई पनि डङ्कीडङ लडेको देखेर दिँदाखेरि चाहिँ सिआरपीलाई चाहिँ अन्त हँसिया निकाली दिनुभएको छ अब आमाले पनि हो। त्यो एग्रेसन चाहिँ वास्तवमा एकदम त्यो एट्याकिङ आक्रामक एग्रेसन होइन क्या, त्यो डिफेन्सिभ एग्रेसन हो रक्षाको निम्ति। अन्त त्यसरी दिँदाखेरि चाहिँ आमालाई चाहिँ 2 फायर लागेको रहेछ। एउटा चाहिँ यहाँबाट सिधै लागेको, एउटा चाहिँ माथि बिल्डिङबाट हिर्काएर चाहिँ यहाँबाट चाहिँ यता निक्लेको रहेछ। 2 फायर लागेको। हजुर पोस्टमार्टम गरेर बाहिर निकालेपछि हेरेको मैले। 27 जुलाईको दिन आइपुग्दा तपाईँहरूलाई सम्झना आउँछ? आउँछ। त्यो अत्याचार र त्यो अन्याय देख्न नसकेर गङ्गामाया विश्वकर्माले ती लुक्न खोजिरहेका आफ्नो प्राण बचाउन खोजिरहेका ती युवाहरूलाई हँसिया निकालेर एउटा आह्वान गर्यो, हाम्रो मान्छेलाई बङ्गालको पुलिसले गोली ठोकेर मार्दैछ, तिमीहरू लुक्ने भनेर आह्वान गर्दाखेरि हँसियाकै भरमा उहाँले सिआरपी र बङ्गालको पुलिसलाई काटेको यही मेन रोड, यही थानडाँडा आज पनि साक्षी छ। र त्यहाँ हेर्दाखेरि मैले आमालाई पछाडिपट्टि यहाँनिर गोलीले एसएलआरको गोलीले भङ्गै पारेर अनकन्सियस कन्डिसनमा ट्रिटमेन्ट रहेछ। अनि जसरी पुलिसले निहत्ता मान्छेहरूलाई, कमजोर मान्छेहरूलाई भिडमाथि है जसरी प्रहार गर्यो, त्यो प्रहारबाट चाहिँ त्यो उहाँको त्यो मातृत्व जाग्यो क्या। त्यस्तो नानीहरूको त्यो अवस्थाहरू देख्दाखेरि अब जो चाहिँ पुदुङ निवासी हाम्रा शहीद गङ्गामाया
विश्वकर्माले चाहिँ अब त्यो गरेको भन्ने चाहिँ अब हल्ला चल्दा मैले देखिनँ, तर पनि प्रायः चाहिँ अब उहाँले चाहिँ अब खुर्पाले अलिकति प्रहार गर्नुभएको कुरा चाहिँ अब त्यति बेला पनि उठेको हुँदा अहिले धेरै मान्छेहरूलाई थाहा छैन होला यो कुरोहरू। गोर्खाल्यान्डको लागि नै बित्नुभयो होइन, शहीद हुनुभयो। अब आमा नभए पनि अब नातापलता अब गोर्खाल्यान्ड पायो भने सबैलाई राम्रो हुन्छ। आमा त बित्नुभयो भन्ने भयो नि अब, अहिलेसम्म कोही पाउँदैन।